हेलो फ्रेन्ड, आज चाहिँ हामी सपरिवार सानो छोरो ठुलो छोरो श्रीमती र म स्लिपर बसमा काठमाडौँबाट विराटनगरसम्म जाँदैछौँ। हेरौँ कस्तो हुन्छ अनुभव। स्लिपरमा हामी यसरी यात्रा गर्दैछौँ। कान्छो छोरो यता बसेर काठमाडौँको र हामी बुढाबुढी अनि हाम्रो जेठो छोरो यहाँ छ। रमाइलो भइरहेछ छोरो। स्लिपरमा चाहिँ एउटा प्राइभेट क्याबिन हुने भएको कारणले बालबालिकाहरूसँग यात्रा गर्दाखेरि चाहिँ धेरै नै सहज हुने रहेछ। बालबालिकाहरूलाई लड्ने चोटपटक लाग्ने सम्भावना एकदमै कम हुने, एकदमै इन्जोय गरिरहेछन्। सुजाता मस्त सुतिरहेको छ। दुईटा छोराहरू बाहिर हेरिरहेका छन्। बाहिर एकदमै पानी परिरहेको छ। मलाई पनि निन्द्रा लाग्दैछ। अब सुत्नुपर्छ होला। छोरो त्यहाँ सुतेको छ। हामी परिवार यहाँ यसरी रातभरि मस्तले सुत्यो अनि उठ्दा त कोशी ब्यारेज आइपुगेछ। अहिले चाहिँ हामी सबैजना उठेर बाहिरतिरको भ्यूहरू हेर्दैछौँ र आनन्द लिँदैछौँ। समग्रमा हाम्रो यात्रा एकदमै आरामदायी भयो। विशेष गरी बालबालिकाहरूलाई लिएर यात्रा गर्दै हुनुहुन्छ भने स्लिपरमा यात्रा गर्नु एकदमै उपयुक्त हुन सक्छ। केही ठाउँहरूमा बाटो बन्दै गरेको कारणले केही असहज चाहिँ थियो, तर बाटो राम्रो भएको ठाउँमा चाहिँ एकदमै आरामदायी छ। भिडियो हेरेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। बाइ।